साथीहरू आज हाम्रो दिन चाहिँ एकदमै राम्रो भयो है। आज हामीले वृक्षारोपण गर्दै गर्दा एउटा हामीले यहाँनिर चाहिँ के गर्यौँ भन्दाखेरि चाहिँ अरेन्जको प्लान्ट पनि लगायौँ है। हामीले अरेन्जलाई लगाउँदाखेरि चाहिँ तपाईँलाई देखाउन चाहन्छु। तपाईँले पनि अरेन्ज लगाउन चाहनुहुन्छ, सिक्नुहुन्छ भने म तपाईँलाई सिकाउन चाहन्छु है। अरेन्जको लागि चाहिँ 3 फिट बाई 3 फिटको यस्तो खाल्टा खन्नुहोस् र यसरी फर्टिलाइजर तपाईँले मिलाउनुहोस् है। यसरी तपाईँले यहाँनिर फर्टिलाइजर बनाएर चाहिँ यसरी 3 फिटको खाल्टामा चाहिँ तपाईँले मजाले यसरी मिलाउनुहोस् है। मजाले यसरी काउडङ गाईको मल र हामीले एउटा म तपाईँलाई सेपरेट राख्न चाहन्छु। एउटा हामीले अर्को पनि फर्टिलाइजर बनाएको थियौँ, त्यो चाहिँ मैले तपाईँसँग सेपरेट राखेँ र यसरी तपाईँले गाईको मल, जङ्गली माटो, जङ्गली मल र यसरी तपाईँले यसरी मजाले फिट्नुहोस् है। मजाले यसरी फिटेर चाहिँ तपाईँले त्यो 3 फिट बाई 3 फिटको खाल्टाभित्र चाहिँ यसरी तपाईँले मजाले यसरी जसरी हामीले फिट्दैछौँ। आज हामीले टिमवर्क गरेको, एक्लैले गरेको होइन, हामीले टिमवर्क गरेको है। तर यो चाहिँ हामीले के गरेको भन्दाखेरि यो चाहिँ हामीले ओरेन्जलाई लगाएको है। ओरेन्जलाई चाहिँ यस्तो पाराले लगाउनुपर्छ। ओरेन्जलाई चाहिँ एकदमै बेसी फर्टिलाइजरको जरुरत हुन्छ, मलको जरुरत हुन्छ। हामीले यसरी हेर्नुहोस् है, यसलाई हामीले गाईको मलसँग मिलाइसकेपछि त्यो 3 फिट बाई 3 फिटको खाल्टा जुन चाहिँ हामीले बनाएका थियौँ त्यसलाई हामीले एकदमै यसरी फुलफिल गरिसकेका छौँ। यति बेला तपाईँलाई देखाउन चाहन्छु है। यो तपाईँलाई भिडियो मन परे लाइक, कमेन्ट, सेयर गर्न तपाईँले नबिर्सिदिनुहोस्। तपाईँको साथीले पनि यसरी नै ओरेन्ज लाउन सिक्नु चाहनुहुन्छ भने उहाँसम्म यो भिडियोलाई सेयर गरेर पुऱ्याइदिनुहोस्। र यसरी 3 फिट बाई 3 फिटको खाल्टाभित्र चाहिँ फर्टिलाइजर मिलाएर चाहिँ यसरी मजाले फुल गरिदिनुहोस्। र अब हामी यसमा लगाउनेछौँ। यसरी ओरेन्जलाई यसरी सेन्टरमा राख्नुहोस्, 3 फिट बाई 3 फिटको एकदम सेन्टरमा राखेर एकदम सिधा राखेर अब यसलाई तपाईँले मजाले ढाकिदिनुहोस्। तपाईँलाई देखाउन चाहन्छु यसरी मजाले तपाईँले ढाकेर है, तपाईँलाई देखाउन चाहन्छु। यो प्रकारले तपाईँले लाउनु भयो भने चाहिँ यसको रिजल्ट तपाईँले बहुत छिटो पाउनुहुन्छ। तपाईँले यो अरेन्ज चाहिँ कलम अरेन्जलाई लगाएको चाहिँ तपाईँले जुन साल लगाउनुहुन्छ त्यही सालदेखि तपाईँले फल खान सक्नुहुन्छ है। तपाईँलाई देखाउन चाहन्छु। यहाँ हेर्नुहोस् है, आज हामीले टिमवर्क गरेको, मैले एक्लै गरेको होइन।